साथीहरु वेलकम एन्ड नमस्कार सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा र सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै छु हैन। यति बेलाको समयमा के कसो गरिनुहुन्छ र म यति बेलाको समयमा चाहिँ म बाख्रा हेर्न आइरहेको छु हैन। तपाईहरु देख्न सक्नुहुन्छ र आज चाहिँ मौसम पनि अलि ठिक छैन हैन, यस्तो गरिरहेछ हैन। अहिले पानी आउन खोजिरहेको छ, लगभग अब पानी आइहाल्छ होला हैन। र सबैजना साथीहरूलाई मेरो भ्लग चाहिँ एकदम मन पराएर सबैजनालाई हेरेर माया गरिदिनु पर्यो के हैन। म पनि अलि युट्युबर बन्नु पर्यो के साथीहरू, त साथ सपोर्टै छैन अनि खोइ त साथ सपोर्ट गर्नु पर्यो नि त। खालि भिडियो यसरी मात्र हेर्नुहुन्छ अनि लाइक कमेन्ट त जान्छ नै छैन। अब भिडियो नै हेर्न मान्नुहुन्न अनि कसै सपोर्टै छैन क्या। अनि सपोर्ट गर्नु पर्यो के साथीहरू, म पनि भ्लग बन्नु पर्यो क्या हैन। सबैजनाले स्वागत छ हैन, म स्वागत गर्न चाहे नि पारी छैन बाख्रा चाहिँ म चाहिँ यता उभिरहेको छु हैन। अनि सबैजना सन्चै मेरो नास्ता किन भयो कि यहाँ आजभोलिको गर्मी सिजनमा चाहिँ के काम गरिदिनुहुन्छ हैन। आजभोलि त सबैको फुर्सद नै होला हैन। अब मकै सोकै सबैले छरिसक्नु भयो होला हैन। अब चाहिँ मकै खन्ने हुन्छ हैन काम। अब त सबै लगभग फुर्सदै होला हैन सबैको। अब चाहिँ काम चाहिँ अब त्यसरी नै उठ्ने हो हैन। ल सबैजनाले अन्तिम समय हेरेकोमा सबैजनालाई धेरै धन्यवाद र लाइक कमेन्ट सेयर चाहिँ गर्न नबिर्सनु। र फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्नुहोस्, युट्युबबाट हुनुहुन्छ भने कृपया भिडियोलाई सब्सक्राइब गरी चाहिँ नबिर्सनु होला है साथीहरू। ल भिडियो लाइक गरी च्यानललाई सब्सक्राइब गर्ने र फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्ने, इन्स्टाग्रामबाट हेर्दै हुनुहुन्छ भने फलो गर्ने, टिकटकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्ने है। सबैजनालाई धेरै धन्यवाद। ल बाई बाई, गुड लक।